कुलमान घिसिङ भर्सेस हर्क साम्पाङ। कुलमान घिसिङ उज्यालोको नायक। घन्टौँ लोडसेडिङ भएर जनता मारमा परिरहेको देशलाई सही म्यानेजमेन्ट गरेर लोडसेडिङ मुक्त गराई देशलाई उज्यालोमा प्रवेश गराएका र उज्यालोको नायक भनेर चिनेका व्यक्ति। यता हर्क साम्पाङ भने पहिला अभियन्ता र मेयर पदमा निर्वाचित भइसकेपछि एजेन्डा खानेपानीको लागि श्रम गरेर जुटाउनुपर्छ भनेर श्रम अभियान चलाएका व्यक्ति। शैक्षिक योग्यता मास्टर डिग्री एमएससी पावर सिस्टम्स इन्जिनियरिङ पुल्चोक क्याम्पस इन्स्टिट्युट अफ इन्जिनियरिङ। म्यानेजमेन्ट एडुकेसन एमबिए पोखरा युनिभर्सिटी। यता हर्क साम्पाङ भने ब्याचलर अफ आर्ट्स बिए इन इङ्ग्लिस एन्ड पोलिटिकल साइन्स। हायर एडुकेसन कम्प्लिट भएपछि उनी वैदेशिक रोजगारीको लागि विदेश पनि गएका थिए। कुलमान घिसिङ मिजासिलो कुशल प्रशासक, म्यानेजमेन्ट गर्न जान्ने र देशलाई काम गरेरै देखाइसकेको व्यक्ति, कसैको आलोचना नगर्ने र शालीन व्यक्ति। यता हर्क साम्पाङ भने आलोचना गर्न भनेपछि मर्यादा गर्ने र मै ठुलो मैले भनेकै हुनुपर्छ भन्ने दम्ब राख्ने। कुलमान घिसिङ वैकल्पिक शक्तिहरू मिल्नुपर्छ भन्ने सोच बोकेका व्यक्ति। अलिकति अगाडि बालनसँगको फोटो पनि उनले सेयर गरेका थिए। हर्क साम्पाङसँग पनि उनले भेटेका थिए। यता हर्क साम्पाङ भने कुलमान घिसिङसँग मिलेर पार्टी खोल्ने कुरा बाहिर आउँदै गर्दा नमिल्ने छाटकाट देखिसकेपछि एमसिसीको कुरा निकालेर विरोध गर्दै हिँडिरहेका छन्। यद्यपि एमसिसी कुलमानले पास गरेका होइनन्, तर एमसिसीबाट आएको त्यो फन्ड चाहिँ एमसिए भन्ने प्रोजेक्टले त्यो विद्युतको लागि युज गर्नको लागि चाहिँ त्यो फन्डलाई चाहिँ युज गरेका चाहिँ पक्कै पनि हुन्। कुलमान घिसिङले पनि उज्यालो नेपाल पार्टी खोले, यता हर्क साम्पाङले श्रम संस्कृति पार्टी खोले। यता कुलमान घिसिङको चर्चा गर्ने हो भने हर्क साम्पाङ यसरी पपुलर हुनुभन्दा अगाडि नै उनले काम गरेर आफ्नो दक्षता देखाई जनताको मन जितिसकेका थिए। यता हर्क साम्पाङ भने पहिलेदेखि अभियन्ता भई चर्को आवाज उठाउँदै हिँड्दै अहिले मेयर पदमा बसी आलोचना र किचलो लिएर अघि बढ्दैछन्। यता कुलमान घिसिङ भने शान्त बसी आफ्नो काममा लाग्दै बढ्दै अझै समयको मन्त्री कार्यकाल सम्हाल्दै गर्दा पनि धेरै राम्रो काम गर्दै रफ्तारमा अघि बढेको देख्न सकिन्छ। हुन त एउटा उज्यालोको नायक, एउटा श्रम अभियान गरेर देश बनाउँछु भन्ने सोच गरेका व्यक्ति एकअर्कासँग भिड्ने जस्तो स्थिति देखिँदा फेरि नराम्रो त पक्कै लाग्छ। तपाईँलाई हर्क साम्पाङ र कुलमान घिसिङमा को मनपर्छ? देशभरि नै उनको श्रम क्रान्ति र श्रम अभियान देखाउन बाँकी कुलमान घिसिङ चाहिँ उज्यालो देखाइसकेका व्यक्ति।